अस्ट्रेलियाको मोनास युनिभर्सिटीले चाहिँ स्कलरसिप प्रोभाइड गर्ने रहेछ मास्टर्सको लागि र पिएचडीको लागि. Hello guys, welcome to my channel. I'm Deepa and I'm posting the videos regarding the scholarships, how to apply for the college, how to find the best college for your interest, and sometimes sustainability contents also. So today I'm going to talk about scholarship which is provided by the University of Monash in Australia. Apply गर्ने डेडलाइन भनेको एउटा चाहिँ March 31st रहेछ, which is already gone. अनि अब अर्को भनेको चाहिँ August 31st रहेछ. यो चाहिँ स्ट्रिक्टली इन्टरनेसनल स्टुडेन्टहरूको लागि. August 31st 2026 भनेपछि स्टिल यु हेभ टाइम. अनि यसको क्लास चाहिँ जनवरीदेखि स्टार्ट हुने रहेछ. जनवरीदेखि जुनसम्म स्टार्ट हुने रहेछ. यो स्कलरसिपले चाहिँ तपाईलाई फाइनान्शियली चाहिँ फोर्टनाइटली $1400 अस्ट्रेलियन डलरसम्म पे गर्ने रहेछ. त्यसै गरी भनेको 100% फुल स्कलरसिप प्रोभाइड गर्ने रहेछ. र अर्को भनेको चाहिँ रिलोकेसन भनेर one time relocation allowance for $1000 Australian dollar for initiate moves or 2000 for students traveling from overseas को लागि चाहिँ यसले प्रोभाइड गर्ने रहेछ. अब यो पोजिसनमा अप्लाई गर्नको लागि चाहिँ के एलिजिबिलिटी क्राइटेरिया छ भनेर हेर्दाखेरि चाहिँ एउटा भनेको स्ट्रङ एकाडेमिक फाउन्डेसन. यु मस्ट होल्ड अ ब्याचलर्स डिग्री फ्रम अ वेल ऱ्याङ्क्ड एन्ड रिकग्नाइज युनिभर्सिटी, द फर्स्ट वान क्राइटेरिया. एन्ड द सेकेन्ड वान इज द रिसर्च एक्सपिरियन्स. रिसर्च एक्सपिरियन्स चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि यु मस्ट ह्याभ अ ट्र्याक रेकर्ड अफ अथोराइज्ड पियर रिभ्युड रिसर्च पब्लिकेसन्स. यदि त्यो छ भने तपाईँले त्यसपछि आइएल्स और पिटी जुन चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेज प्रोफिसियन्सी टेस्ट दिनुपर्ने हुन्छ. यसमा चाहिँ सब्जेक्ट वाइज तपाईँको आइएल्स और पिटीको स्कोर फरक पर्छ. आई थिङ्क इन एभ्री ब्यान्ड नट लेस देन 6 एन्ड ओभरअल 6.5 भन्दा चाहिँ माथिकै ऱ्याङ्क हुन्छ आइएल्समा. पिटिएको पनि त्यस्तै अनुसार हुन्छ. तपाईँले आफ्नो सब्जेक्ट अनुसार चाहिँ त्यो युनिभर्सिटीको प्रोफाइलमा गएर चेक गर्न सक्नुहुन्छ. अर्को चाहिँ you need to find a supervisor for that. सुपरभाइजरको लागि चाहिँ के गर्न सक्नुहुन्छ तपाईँले एउटा क्विक सर्च भन्दाखेरि there is a supervisor tool. From that you can identify a faculty member whose research aligns with your interest. So त्यो फाइन्ड आउट भएपछि आफ्नो EOI अर्थात् एक्सप्रेसन अफ इन्ट्रेस्ट चाहिँ प्रोभाइड गर्न सक्नुहुन्छ, जहाँ चाहिँ तपाईँले आफ्नो कम्प्लिटली कुन एरियाको रिसर्चमा तपाईँ इन्ट्रेस्ट हुनुहुन्छ, कुन खालको रिसर्च गर्नुभएको छ र फर्दर कस्तो खालको रिसर्च गर्न चाहिँ तपाईँ इन्ट्रेस्टेड हुनुहुन्छ भनेर त्यो खालको चाहिँ एक्सप्रेसन अफ इन्ट्रेस्ट चाहिँ त्यो सुपरभाइजरलाई चाहिँ इमेल गर्न सक्नुहुन्छ. त्यसपछि चाहिँ तपाईँले आफ्नो ब्याक टु ब्याक चाहिँ के गर्न सक्नु भन्दाखेरि स्ट्रङ सिभी प्रिपरेसन गर्न सक्नुहुन्छ. अनि त्यसपछि लिस्ट अफ पब्लिकेसनलाई लिस्ट आउट गरेर चाहिँ एउटा डकुमेन्ट बनाइराख्न सक्नुहुन्छ. एन्ड त्यसपछि भनेको चाहिँ तपाईँले आफ्नो जुनसुकै चाहिने डकुमेन्ट्स लाइक पासपोर्ट, ट्रान्सक्रिप्ट, त्यसको प्रिपरेसन चाहिँ ब्याक टु ब्याक गरेर राख्न सक्नुहुन्छ. अनि यो चिजहरू सबै हेरेर